हेलो गाइस, नमस्ते। के छ खबर? सन्चै हुनुहुन्छ? आज हामी घरमै सानो आफ्नै फ्यामिली बारबेक्यू पार्टी खान लागेका छौँ हैन। हामी परिवार मिलेर कहिले कस्तो रमाइलो गर्नुपर्छ, कहिले बाहिर कहिले घर हैन। बाहिर भन्दा नि मेन घरमै खाना राम्रो हुन्छ है, मिठो पनि हुन्छ। सो हामी आज बारबेक्यू खाना गइरहेका छौँ। त्यसकारण हामीले सामानहरू ल्याइसकेका छौँ हैन। ल्याएर पनि है चिकन चाहिँ मेरिनेट गरिसकेको छ है। चिकन मेरिनेट भइसकेको छ। अब यसलाई मजाले भिज्ने गरी राख्ने, फ्रिजमा गरेर राख्नु पर्ला। अनि साँझ चाहिँ प्रोग्राम चाहिँ साँझको हो। सो आजको चाहिँ बारबेक्यू पार्टी। गाइस, हाम्रो बारबेक्यू सुरु भइसकेको छ। ससेज चाहिँ टुक्रो टुक्रो भयो अलिअलि। मेरो छोराले खाइसक्यो ससेज, पाकेर खाइसक्यो। यहाँ अब बारबेक्यू खानेवाला हाम्रो खानेवाला ग्याङ यहाँ छ। यता हाम्रो बारबेक्यू पाक्दैछ है त, पुरा व्यवस्थित साथ बत्तीको साथ, हेलोजन लाइटको साथ बारबेक्यू पार्टी हुँदैछ हाम्रो है त गाइस। ल कस्तो हुन्छ, मिठो हुन्छ नमिठो हुन्छ। अब घरमा बनाएको जस्तो राम्रो पनि हुन्छ क्या, बाहिर भन्दा धेरै खानु चाहिँ राम्रो होइन होइन। यो के अरे आगोमा पोलेको चिजहरू चाहिँ राम्रो होइन, तर कहिले कसो खाँदा केही फरक पर्दैन। सो हामी बारबेक्यू खाँदैछौँ। अब यति चाहिँ पाकिसकेको छ हाम्रो। अनि अहिले पाक्दैछ ससेज र मासु। गर्मी चाहिँ लास्टै छ है, साह्रै गाह्रो भएको छ गर्मीले गर्दाखेरि। ओ गर्मी छ, गर्मी लास्टै गर्मी भयो है। बनाउँछौँ पाक्दैछ, तर नाङ्गो बुङ्गो भएर पकाउँदैछ। यस गर्मी पनि लास्टै छ है। आज झन् टेम्परेचर बढी छ। कति थियो आज टेम्परेचर? 37, 38 कति थियो होइन। आज हाम्रो यहाँको भएको टेम्परेचर चाहिँ कति थियो? 35 अनि 36 थियो, 36 थियो। सो गर्मी चाहिँ यति नै थियो आज। भोलि झन् गर्मी देखाइरहेको छ है, के गर्नु। अनि डिहाइड्रेट गाइज है, पानीहरू पिउनुहोस्। जति जे खाए पनि रक्सी खानुहोस्, जे खानुहोस्, दिउँसो चाहिँ पानी मजाले पिउनुहोस्। डिहाइड्रेट अलिकति आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस्। गर्मी बढेको छ, हाम्रो चाहिँ चलिरहेको छ है, पाक्दैछ गाइज। ओ मालिक, ओ मालिक के भन्नु छ? मालिक के भन्नु छ? ओके ओके ल, गुड गुड। यता चाहिँ नाङ्गो बुङ्गो छ फेरि, मेरो फेरि नखिजाउँ भयो यसलाई त। सान्वी हेलो, कस्तो छ टेस्ट? मिठो छ? करेन्ट विथ ससेज बारबेक्यू है त गाइस। चल्दैछ चल्दैछ। ए जाँगे कटु खोटु देखाउँछ। प्रिसा हाउ यु फिल? दामी भयो त? ल है त बोस, कस्तो छ? दामी छ त्यहाँ। ल ल फाइनली सुरु भयो हाम्रो है, सुरु भयो हाम्रो बारबेक्यू पार्टी। हाम्रो फ्यामिली वेल। मालिक कस्तो भइरहेछ मालिकलाई? ए हो। हेलो गाइस, ल आज हाम्रो बारबेक्यू पार्टी पनि सकियो होइन। सबैजना मिलेर रमाइलो गऱ्यो हाम्रो फ्यामिलीहरू। मेरो छोराले पनि खायो आज ससेज, 4-5 खाइदियो होइन। सानो पुच्चीले पनि। घरमै बनाएको राम्रो पनि हुन्छ, मिठो पनि हुन्छ, अनि हाइजेनिक पनि हुन्छ। सो रमाइलो गर्नु होला, मेरो भिडियो हेर्दै गर्ने होला, माया गर्ने होला। सबैलाई धन्यवाद, नमस्ते।